वेस्टर्न स्कुलका विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा गौरवपूर्ण सफलता। शिक्षाको उत्कृष्टको उदाहरण पेश गर्दै साउथ वेस्टर्न स्कुलका विद्यार्थीहरूले भारतको हरियाणामा सम्पन्न आइएसकेएफ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेका छन्। प्रतियोगितामा सहभागी 4 जना विद्यार्थीहरूले 5 पदक जित्दै विद्यालयको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएका छन्। पदक विजेता विद्यार्थीहरू शुभम घिमिरे 1 स्वर्ण र 1 रजत पदक, सिसमदुर 1 स्वर्ण पदक, आयुष तामाङ 1 स्वर्ण पदक, सायान गुरुङ 1 रजत पदक। यी विद्यार्थीहरूले कडा परिश्रम र नियमित अभ्यासको बलमा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। टोलीको नेतृत्व अन्तर्राष्ट्रिय कराते रेफ्री सरिता सापकोटाले गर्नुभएको थियो। उहाँको दीर्घ अनुभव, प्रेरणादायक मार्गदर्शन र आत्मबलले विद्यार्थीहरूलाई अझ उत्साही र आत्मविश्वासी बनाएको देखिएको छ। प्रतियोगिता भर उहाँले उपस्थित खेलाडीहरूलाई निरन्तर मोटिभेट गरिरहनु भएको थियो। यस सफलताले विद्यार्थीहरू मात्र होइन, सम्पूर्ण विद्यालय र देशलाई गौरव गर्न लायक अवसर प्रदान गरेको छ। सम्पूर्ण टिमलाई बधाई।